Hello, Namaste everyone, welcome to my channel. थम्बनेलबाट नै थाहा पाइसक्नु भयो होला आज के को रेसिपी छ भनेर। आज हजुरहरुको सामु मैले आमाको सिक्रेट रेसिपी शेयर गर्न गइरहेको छु। हामीले यसका लागि खसीको ताजा मासु लिएका छौं। सबैभन्दा पहिले मासुलाई म्यारिनेट गर्नको लागि जीरा, धनिया, बेसार, कश्मीरी मिर्च, हिङ, तोरीको तेल अनि नुन स्वाद अनुसार लिनुपर्छ। म्यारिनेसनको लागि 1 देखि 2 घण्टासम्म राख्नुपर्छ। मासु पकाउनको लागि प्याज र टमाटर काटिसकेका छौं। तेलमा हामीले मेथी, ल्वाङ, सुकमेल अनि टिमुर राखेपछि मात्र प्याजलाई फ्राई गर्छौं। प्याज हल्का फ्राई भइसकेपछि मासु राखेर मजाले चलाउँछौं। मासुलाई ढाकेर पकाउनु गर्दा यो छिटो पाक्ने गर्छ। हामीले पहिले म्यारिनेट गर्दा लसुन अदुवाको पेस्ट नराखेकाले अहिले पकाउँदा राख्नुपर्छ। थोरै थोरै गरेर पानी थप्दै पकाउनु पर्छ। धनियाले गार्निश गरेपछि हाम्रो मटन करी तयार हुन्छ। अब हामीले सागलाई पनि तयार गर्छौं। खानासँग मटन खानको लागि तयार भइसकेको छ। यो भिडियो हजुरहरुलाई कस्तो लाग्यो मन परेमा लाइक, शेयर र कमेन्ट गर्न नबिर्सिनु होला। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला।
Thank you for watching.